स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ भिडियोमा। यो भिडियो चाहिँ अस्ति न्यु इयरको हो। न्यु इयरमा चाहिँ हामी सबैजनाको छुट्टी थियो, त्यही भएर हामी चाहिँ दाइहरूकोमा गएका थियौँ उन्छन् भन्ने ठाउँमा। अनि आज चाहिँ सबैजना भेला भएको मौकामा घुम्न जाऊँ न त भनेर खाना खाएर रेडी भएर हामी चाहिँ जाँदैछौँ सान्जाङ लेक हेर्नका लागि। अनि उहाँ हुनुहुन्छ हाम्रो सपन दाई, यता चाहिँ विनिताले चाहिँ हेलो भन्दै छे। अनि हामी पुगी पनि सक्यौँ सान्जाङ लेक। अनि उहाँ हुनुहुन्छ हाम्रो अमिर दाई। अनि मेरो चाहिँ हिजो नै खुट्टा मर्केको थियो, खुट्टा मर्के पनि घुम्न जान छोड्नु हुँदैन भनेर मैले चाहिँ क्रेप ब्यान्डेज बाँधेर खुट्टा खञ्चङ गर्दै भए पनि जाँदैछु म चाहिँ। अनि मेरी छोरी चाहिँ ह्याप्पी हुँदै कुद्दै छिन्। ऊ चाहिँ घुम्न जान भनेपछि उसको एक्साइटमेन्ट लेभलै अर्कै हुन्छ। अनि यहाँनिर रहेछ सेम नेपालको मेला जस्तै लाग्यो मलाई चाहिँ, हर्स राइडिङ नेपालमा भए जस्तै कारहरू अनि त्यो बोटहरू सेम लाग्यो मलाई चाहिँ। म त्यहाँ भन्दै थिएँ नेपालमा पनि यस्तै त हुन्छ नि हाम्रोतिर त भन्दै सुनाउँदै थिएँ। अनि नानी सानालाई खेल्छौ भनेर भनेको, नखेल्ने आमा डर लाग्छ भनेर भन्दैछिन्। अनि यहाँनिर चाहिँ कोइला हाल्नुपर्ने रहेछ, अनि केटाकेटीलाई खेलाउन मिल्ने सामानहरू रहेछ। अनि हामी जाँदैछौँ त्यहाँनिर। अनि अर्को कुरा भनेको चाहिँ नेपालको मेलामा पकाएर त्यहीँनिर किनेर खान मिल्छ नि, यहाँ नि त्यस्तै क्या, त्यहीँ पकाएर राखेको साइडमा अनि किनेर खान मिल्नेहरू थियो क्या। नेपालमा जस्तै हुँदो रहेछ भनेर भने मैले चाहिँ। अनि यहाँ सपन दाइले हामीलाई देखाउँदै हुनुहुन्छ यो यस्तो हो भनेर। अनि खास हामी यहाँ सान्जाङ लेक चाहिँ त्यो आइस राइडिङ हेर्न गएको, त्यसलाई चाहिँ भन्दो रहेछ आइस राइडिङ डग साइक्लिङ भनेर भन्दो रहेछ। अगाडि चाहिँ साइकल, पछाडि चाहिँ डगको बास्केट भएर डग साइक्लिङ भनेर भन्दो रहेछ। खासमा हामी यही हेर्न गएको। यो चाहिँ खुब रमाइलो लाग्यो मलाई। बाबुहरू त्यहाँनिर हिँड्नै सकेको छैन, आइसमा चिप्लेर कतिजना लडाइ हुनुहुन्थ्यो। अनि त्यहाँ म चाहिँ भन्दैछु मेरो चाहिँ हिजै खुट्टा मर्केको थियो, आज त्यहाँ खेल्न गयो भने त भाँचिन्छ नै होला भनेर भन्दैछु। खासमा हामीले यो हेरेर मात्रै बस्यौँ, खेल्न चाहिँ खेलिनौँ। किनभने त्यहाँनिर आफ्नो टर्न कुर्नको लागि धेरै टाइम वेट गर्नुपर्ने रहेछ, दुईपट्टि लाइन। अनि त्यही भएर हामीले चाहिँ यहीँबाट हेरेरै भए पनि इन्जोय गऱ्यौँ। यतापट्टि चाहिँ आइस जमेर यो साइक्लिङ हुँदो रहेछ, उतापट्टि चाहिँ वाटर नै भएको भएर बोटहरू राखेको रहेछ, बोटहरू खेल्न मिल्दो रहेछ। अनि यहाँबाट हामी सबैजना हेरेर इन्जोय गर्दैछौँ, रमाइलो गऱ्यौँ एकछिनमा पनि हेरेर भए पनि। अनि यही पापा छोरी चाहिँ पिङ खेल्दै त्यहाँबाट हेर्दै हुनुहुँदो रहेछ, रमाइलो गर्दै हुनुहुन्छ उहाँहरू पनि। अनि यहाँ म चाहिँ फोटो खिचिदिँदैछु। अनि यहाँनिर चाहिँ टिकटक बनाउने भनेर सपन दाइ र विनिताले भनेर अनि हामी चाहिँ टिकटक बनाइदिँदैछौँ। अनि हाम्रो न्यु इयर चाहिँ यसरी नै बित्यो। हजुरहरूको कसरी बित्यो कमेन्ट गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। सी यू।